हेलो साथीभाइहरू, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म कहाँ जाँदैछु भने साथीभाइहरू, म जाँदैछु आज सामान डेलिभरी गर्न। यो चाहिँ हो मेरो गाडी, स्पेसल मेरो गाडी भन्न मिलेन। यसमा चाहिँ हामीले हाम्रो सामानहरू चाहिँ यताउता गर्ने काम गर्छौँ। साथीभाइहरू, हजुरहरूले चाहिँ भिडियोहरू अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीभाइहरू, अब चाहिँ म चाहिँ गाडी स्टार्ट गर्दैछौँ। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ साथीभाइहरू है। अब हामी चाहिँ बिस्तारै बिस्तारै गरेर चाहिँ मैले चाहिँ गाडी चलाउन सुरु गरेँ साथीभाइहरू। अनि हामी चाहिँ अहिले बिचमा पुरै गफगाफ गरेर होइन, दुईजना गफगाफ गरेर यताउता गर्ने गर्दै थियौँ। अनि आजको मौसम पनि एकदम पानी परेको भएको कारणले गर्दा अलि यस्तो भिडियोहरू बनाउँदाखेरि अलिकति राम्रो देखिन्थेन, तैपनि हामीले भिडियो बनायौँ। अनि म चाहिँ पुरै मेरो हस्बेन्डले मलाई चाहिँ पुरै धेरै नबोला जस्तो भन्दै हुनुहुन्छ, तर म चाहिँ बोलाबै गर्दैछौँ। अनि उहाँले चाहिँ भन्नुहुन्छ कि अगाडि हेरेर चलाउने गर, हाततिर नचला भनेर। मैले पनि म त पुरै कन्फिडेन्स साथले चाहिँ म चाहिँ मैले सकिहाल्छु नि भन्ने टाइपले म चाहिँ गाडी चलाउँदै साथीभाइहरू। अब चाहिँ हामी बिस्तारै बिस्तारै गरेर चाहिँ हाम्रो कम्पनीमा पुग्न थालिसक्यो साथीभाइहरू। बिस्तारै बिस्तारै गरेर हामी चाहिँ पुग्दैछौँ हाम्रो गन्तव्यतिर साथीभाइहरू। अब चाहिँ हामी आइपुगेर अब उहाँले चाहिँ सामानहरू झार्दै हुनुहुन्छ बिस्तारै बिस्तारै। सामान खासै धेरै पनि छैन, तर पनि अब भनौँ न अलिअलि गर्दा पनि धेरै देखिन्छ साथीभाइहरू। उहाँले चाहिँ बट्टाडो सार्दै गर्दै हुनुहुन्छ। सामानहरू चाहिँ यो चाहिँ पुरै सबै फुलहरू हो कि, यो अब खानेसन भन्ने फुलहरू हो। यो चाहिँ हाम्रो यहाँ कोरियामा चाहिँ आमा खुवाउने औँसीमा बढी युज हुन्छ है साथीभाइहरू, यो फुल चाहिँ होइन। अनि उहाँले चाहिँ यो सामानहरू यो झारेर अब लाँदै हुनुहुन्छ अर्को ठाउँमा लानु खोजेको। बाबा त्यो छिराउन नसकेर यति गाह्रो भएको थियो होइन। पछि आएर कोरियनले आएर फेरि मिलाइदिएर उहाँले चढाइदिएर त्यसपछि उहाँले तानेर लाँदै हुनुहुन्छ साथीभाइहरू। यो चाहिँ एकदम चिसो ठाउँ हुन्छ साथीभाइ। अरू सबै ठाउँको सामानहरू यहाँ आउँछ, यहाँ आएर जम्मा हुन्छ एभ्रिथिङ। अब खानाको आइटमहरूदेखि लिएर सबै सामानहरू चाहिँ यहाँ आएर स्टक हुन्छ। त्यसपछि मान्छेहरूले चाहिँ फेरि गाडी ल्याएर फेरि यहाँबाट सामान चाहिँ लाने गर्छ साथीभाइहरू। यति भन्दै हामी चाहिँ सामान झारेर हामी चाहिँ यता टोइलेट गएर हामी निस्किदिउँ साथीभाइहरू। अब चाहिँ हामी फेरि गाडी चढेर चाहिँ अब चलाउँदै हुनुहुन्छ मेरो हस्बेन्डले। अघि मैले चलाएँ, अहिले मेरो हस्बेन्डको पास साथीभाइहरू। यति भन्दै चाहिँ हाम्रो भिडियो चाहिँ आजको लागि यति नै साथीभाइहरू। पछि पनि फेरि यस्तै भिडियोहरू आउँदै गर्छ साथीभाइहरू। साथीभाइहरू साथ दिनु होला साथीभाइहरू। बाई।